सुनाइदे त राख्यौ आमा मलाई खुसी देख्न भगवानले बिर्सिएछन् हाम्रो खुसी लेख्न भगवानले बिर्सिएछन् हाम्रो खुसी लेख्न जिन्दगीले फेरि पनि एक्लै भइस् त भन्छ जिन्दगीले फेरि पनि एक्लै भइस् त भन्छ हे हाँस्दै हिँड्छु कठोर बनेर कतै सतुर हाँस्छन् कि भनेर जोगीको बेसैमा झल्को आउँदा चाँडै भेट हुन आउनु है मायाको बेसैमा कठोर बनेर कतै सतुर हाँस्छन् कि भनेर जोगीको बेसैमा झल्को आउँदा चाँडै भेट हुन आउनु है मायाको बेसैमा झल्को आउँदा चाँडै भेट हुन आउनु है मायाको बेसैमा कति राम्रो रहेछ मुहार हेरिरहँ जस्तो हाँसी हाँसी मोयाले बेरिरहँ जस्तो हाँसी हाँसी मोयाले बेरिरहँ जस्तो कर्कलाको पातैमा पानी टलला कर्कलाको पातैमा पानी टलला खोली झै पिराथी बग्यो सलला जुन जस्तो मोयाको मुहान छलला ए जुन जस्तो मोयाको मुहार छलला मनमा आउन चाहिँ आउँछ हजुर जसरी नि आउनु त आइहाल्छ नि अब एउटा त अलिकति हुन्छ कि उसले हाँस गर्यो त्यो पनि हुँदैन अर्को गऱ्यो यो त हुन्छ कि भन्यो त्यो पनि हुँदैन त्यसपछि कता कता अब यो भनेको पैसा सक्ने त्यही रहेछ अलिक कमाउँदै रमाउँदै त्यतिले गर्दै कतिले गाली पनि गर्छन् कि मेरो घर परिवारले चाहिँ तैँले पैसा सक्नु मात्रै हो त्यो क्षेत्रमा पे गर अब नलाग पनि भन्नुहुन्छ कि तर म चाहिँ कहिले पनि पार्दिनँ त्यो मेरो भनेको सपना बचपनदेखिको सपना हो नि त एक दिन म सफल भएरै देखाउँछु म जस्तै कहिले पनि हार खाँदिनँ होला त्यसो चाहिँ म निरन्तरै लाग्दैछु कहिले पनि हार खाएन कि एउटा गीत निकालिदिन्छु भन्नु बित्तिकै उनीहरू उनीसँग न उहीसँग गएर रात बिताउन पनि तयार हुन्छन् कि एकजनाले गर्दाखेरि सबैजनालाई दोष तर सबै छोरी मान्छे भन्दिनँ म सबै त्यही हुँदैनन् सबैजना त्यही हिसाबमा त्यस्तै मान्छे छोरा मान्छे पनि सबै एउटै हुँदैनन् छोरी मान्छे सबै एउटै हुँदैनन्। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ सम्पूर्ण मिडियामा। आज हामीसँग गायिका हुनुहुन्छ अञ्जना खड्काजी हुनुहुन्छ कार्यक्रममा उहाँलाई स्वागत गरौँ। अञ्जनाजी हजुरलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? हजुर आराम हुनुहुन्छ। हामी पनि ठिकै छौँ हजुरहरूको माया ममता अनि साथ सपोर्टले गर्दा भनौँ। अनि हामीले सुरुमै हजुरलाई गायिका भनेर सम्बोधन गर्दाखेरि हजुरलाई अप्ठ्यारो त पर्दैन नि? गीत सङ्गीतमा लाग्नु भएको कति भयो? हजुर सफल भएन त्यति सोचेको जस्तो भएन त्यसले गर्दाखेरि लगभगै ग्याप 8-9 वर्ष ग्याप बसेर फेरि अहिले निरन्तर लागेको चाहिँ 3 वर्ष भयो। ए बिचमा सुरुमा लाग्नुभयो बिचमा ग्याप बस्नुभयो अनि फेरि अहिले चाहिँ निरन्तर लाग्दै हुनुहुन्छ। अनि बिचमा ग्याप बस्नुको कारण चाहिँ के थियो? कारण यस्तो अब आर्थिक अभाव। हजुर साथ सपोर्ट नै। हजुर सबैभन्दा ठुलो त आर्थिकै कुरा आउँछ। हजुर आर्थिक अभाव र साथ सपोर्ट कसैको नभएको हुनाले त्यसपछि ग्याप बस्छु। अनि आर्थिक अभाव भनेर भनिरहनु भयो, घर परिवारको अवस्था के छ
कस्तो छ, के कसरी सङ्घर्ष गरिरहनु भएको छ? अहिले फेरि 1 वर्षपछि यत्रो 8-9 वर्षपछि ग्याप बनाएर फेरि आउनुभयो। यस्तो अब घर परिवार त सबै आफैले नै हो। हजुर। घरदेखि लिएर सबै अब घर परिवारदेखि लिएर आफ्नो जिम्मेवारीमा छ। त्यसले गर्दा यता घर परिवार प्लस अहिले चाहिँ गीत क्षेत्र साङ्गीतिक क्षेत्रमा पनि बिस्तारै बिस्तारै चलिरहेको छु। अहिले पछिल्लो समय तपाईँले लिएको जस्तो पछिल्लो समयको गीत चाहिँ कस्तो छ? अहिले एकचोटि गाउन मिल्छ? हजुर। मेरो र विनोद महताको सङ्गीतको पहिलो यो चाहिँ मेरो आफ्नै च्यानलमा छ भीमेश्वर किदेशमा। हजुर। सुनाइदिनु। कति राम्रो रहेछ मुहार हेरिरहँ जस्तो, हाँसी हाँसी मोयाले बेरिरहँ जस्तो, हे हाँसी हाँसी मोयाले बेरिरहँ जस्तो, कर्कलाको पातैमा पानी टलला, कर्कलाको पातैमा पानी टलला, खोली झै पिराती बग्यो सलला, जुन जस्तो मोयाको मुहार छलला, ए जुन जस्तो मोयाको मुहार छलला। आहा, जुन जस्तो मायाको मुहार झलल भन्नुभयो। गीत सङ्गीतमा सङ्घर्ष गर्दै गर्दा एउटा छोरी मान्छेले कतिसम्म त्यो अप्ठ्यारो परिस्थितिहरू कतिसम्म चाहिँ गाह्रो अवस्थाहरू पार गर्नु पर्दो रहेछ, तपाईँको अनुभव के छ? गाह्रो त एकदम कठिनाइ नै पर्छ। हजुर। अब एकपट्टि मात्रै साङ्गीतिक क्षेत्रमा मात्रै भएको भएदेखि सायद अब पर्दैन थियो होला, दबाब पर्दैन थियो होला। सबै जिम्मेवारी प्लस जिम्मेवारी, घरको जिम्मेवारीको छुट्टै एउटा जिम्मेवारी बोकिदिने मान्छे भएको भए सायद एकलौटी भइसकेपछि त पर्दैन नि, कि घरको जिम्मेवारी मात्रै कि साङ्गीतिक क्षेत्रको मात्रै जिम्मेवारी मात्रै भइदिएको भएदेखि सायद सफल पनि भइन्थ्यो होला। अब यता घर परिवारको जिम्मेवारी छुट्टै बोक्नै पर्यो, त्यसपछि आफ्नो साङ्गीतिक भने त बचपनदेखि एउटा बाल्यपनदेखिको आफ्नो इच्छा त्यसलाई पनि मार्न नसकेर अनि अलिकति धेरै गाह्रो नै पर्दछ। जस्तो तपाईँले भन्नुभयो नि, तपाईँ त हेर्दा लगभग भर्खरको जस्तो पनि देखिनुहुन्छ। एज त हामी एजतिर नजाउँ, तर घर परिवारको जिम्मेवारी पनि बोक्नु पर्यो एउटा छोरी मान्छेले भनेर भन्नुभएको छ होइन। घर परिवारको अवस्था के छ अहिले? घर परिवारमा को हुनुहुन्छ, के छ? घर परिवार अवस्थामा बुवा मम्मी हुनुहुन्छ, हजुर। बहिनीहरू पढ्ने हो, म सबैभन्दा घरको जेठी छोरी हो। हजुर। जेठी भएको हुनाले अब बहिनीहरूलाई आफूले पढ्न नसकिने बहिनीहरूलाई पढाउनै पर्यो। त्यसले गर्दाखेरि चाहिँ आफू पढ्न छोडेर पनि आफूले जब गरेर गाउँमा बहिनीहरूको लागि चाहिँ आफू एउटा घरको खम्ब बनेर उभिएको छु। अनि तपाईँ घरको जेठो सदस्य भनिरहँदा बिहे गर्नुभयो कि छैन? विवाह भयो। विवाह अलिकति असफल भयो भनौँ कि सफल भयो भनौँ, त्यस्तै छ। होइन, किन असफल भयो भनौँ कि सफल भयो त्यस्तै छ? खुलाइदिनु न अलिकति हाम्रो दर्शक श्रोताहरूलाई। भनेको जस्तो भएन, बिस्तारै एकैचोटि नपुराउँदा बिस्तारै। किन, के थियो जस्तो, के कारणले भनेको जस्तो भएन, खुलाउन चाहनु भएन? अब के भन्नु, मन नमिलेको भनौँ कि उहाँको इच्छा नभएको भनौँ कि मेरो जबरजस्ती कर्का भनौँ कि हजुर। त्यही नै हो। कति बिहे गरेर के डिभोर्स गर्नुभयो कि सँगै बसेर अनि अहिले चाहिँ छुट्टिनुभयो? छुट्टिनै पर्नेको कारण चाहिँ के थियो? कतै तपाईँ बिहे गरेर यता गीत सङ्गीत कलाकारिता क्षेत्रमा लागेको कारणले त यस्तो भाव होइन नि। एज कतिपय घटनाहरू यो कारणले पनि हुने गरेको हाम्रो समाजमा हामीले देखेका छौँ, त्यस्तो त होइन? के थियो अलिकति भनिदिन मिल्छ? त हजुरलाई अब भन्न मन छैन भने ठिक छ, नभन्दा पनि हुन्छ। तर हामीले चाहिँ जस्तो एउटा चाहिँ घरको खम्बा, उतातिर आफ्नो माइती, यतातिर घर, अनि आफ्नो इच्छा चाहिँ कलाकारिता, यो सबै कुराहरूलाई कसरी म्यानेज गरेर लानुभयो भन्ने कुराले चाहिँ हामीले खोतल्दै गएको थियौँ। अब हजुरले राख्न चाहनु भएन भने पनि ठिकै छ। हामी यता गीत सङ्गीत कलाकारिता क्षेत्रकै कुरा गरौँ। अनि पछिल्लो समय तपाईँ लाइभ डोरीमा पनि त्यत्तिकै देखिनु भएको छ। अहिले चाहिँ के गर्दै हुनुहुन्छ ठ्याक्कै? अहिले चाहिँ जब नै गरिरहेको छु मैले। जब आफ्नो ठाउँमा जब नगइकन घर परिवार पाल्न सकिँदैन यहाँनिर। हजुर। मेन भने त अब कलाकार क्षेत्रमा भन्दा पनि जबमा फोकस गर्नुपर्छ घर परिवारको लागि भए पनि। हजुर।
जब केमा गरिरहनु भएको छ अहिले? मैले चाहिँ सुपरभाइजर गरिरहेको छु। ए सुपरभाइजरमा काम गरिरहनु भएको छ। अनि अहिलेको तपाईँको अवस्था गीत सङ्गीतप्रति जस्तो एउटा छोरी मान्छेहरूले भोग्नु परेको हुन त हामीले अघि नै पनि सोधिसक्यौँ होइन? गीत सङ्गीतमा छोरा मान्छे र छोरी मान्छेलाई हेर्ने नजर कस्तो फरक हुन्छ कि एउटै हुन्छ? धेरै फरक हुन्छ छोरी मान्छे र छोरा मान्छेमा। के कारणले त्यस्तो छोरी हुन्छ? मान्छेहरूलाई यस्तो पनि मान्छे आइरहेको छ कि अँ, तैँले चाहिँ एउटा गीत रेकर्ड गरिदिन्छु, मसँग चाहिँ रिलेसनमा बस, यस्तो ठाउँमा गएर आइज भन्नेहरू पनि धेरै भेटेको मैले। तर त्यो म त्यस्तो आश्वासन कहिले पनि लागेन कि। ए भनेपछि त्यस्तो धेरै छोरी मान्छेमा त्यो केसो धेरै भोगेको छु कि धेरै माध्यममा छ। त्यस्तो पनि तर हुन्छ? त्यो कहिले पनि त्यो एक्सेप्ट गरेन कि। बरु म गाउँदिनँ, मलाई गाउनै छैन। अँ, म आफू सङ्घर्ष गरेर बरु बिस्तारै चलाउला कि त्यो छिटो जाने ठाउँमा बिस्तारै स्लो जान्छु। अँ। तर त्यो बाटो कहिले पनि सोचिनँ। त्यो मान्छेहरूले एउटा हुन त हामीलाई धेरै छोरी मान्छेहरू र कलाकारितामा लागेको मान्छेहरूले पनि भन्नुहुन्छ, खासमा चाहिँ त्यो छोरी मान्छेहरूप्रति के देखेर चाहिँ त्यस्तो इन्टेन्सनले कुरा गर्छन् होला केटा मान्छेहरू? तपाईँहरूको विचारमा के लाग्छ तपाईँलाई? उनीहरूलाई के लाग्छ भनेदेखि कतिपय छोरी मान्छेहरू त्यस्तैमा बिग्रिने पनि हुन्छ। हजुर। एउटा गीत निकालिदिन्छु भन्नु बित्तिकै उनीहरू उहीसँग गएर रात बिताउन पनि तयार हुन्छन् कि। हजुर। एकजनाले गर्दाखेरि सबैजनालाई दोष हुन्छ, तर सबै छोरी मान्छे भन्दिनँ म। सबै त्यही हुँदैनन्, सबैजना त्यही हिसाबमा त्यस्तै मान्छे। छोरा मान्छे पनि सबै एउटै हुँदैनन्, छोरी मान्छे सबै एउटै हुँदैनन् कि, डिफ्रेन्ट हुन्छ। त्यस्तो जस्तो तपाईँको अनुभवले भन्नुभयो नि त, जस्तो मलाई धेरैजनाले भने त्यो भनिरहँदा तपाईँले आफ्नो करियरलाई सम्झिरहँदा त्यो बेला चाहिँ कस्तो हुँदो रहेछ? त्यो बेला चित्त दुख्दो छ। चित्त दुख्यो नि त। म सोध्छु कि म आफै स्ट्रगल गरेर चल्छु। कसैको ओछ्यान भएर कसैको भनाइमा लैले फक्दैमा लागेर म चल्दिनँ भनेर म आफ्नै हिसाबले हिँड्छु। अहिलेसम्म तपाईँले लगभग कति जति गीत गाउनुभयो होला? लगभग 2 दर्जन कम्प्लिट भयो होला सायद। 2 दर्जन गीत गाउँदाखेरि जस्तो आफूले गाउने अनुभव त तपाईँले लगभग 2 दर्जन गीतमा भने धेरै गीतमा अनुभव लिनुभयो, तर चल्न नसक्दाखेरि र 2 दर्जन गीत गाइरहँदाखेरि त्यहाँनिर बिचमा हुन्छ नि, त्यहाँ चाहिँ तपाईँले कस्तो फिल पाउनुभयो? अब त मैले सक्दिनँ कि अब यो क्षेत्रबाट बाहिर निस्किन पर्छ कि भन्ने त्यस्तो मनमा कहिले आएन? मनमा आउन चाहिँ आउँछ। हजुर। जसरी नै आउनु त आइहाल्छ नि। अब योबाट त अलिकति हुन्छ कि उसले आश गर्यो त्यो पनि हुँदैन, अर्को गऱ्यो यो त हुन्छ कि भन्यो त्यो पनि हुँदैन। त्यसपछि कता अब यो भनेको पैसा सकिन त्यही रहेछ, अलिक कमाउँदै रमाउँदै त्यतिकै गर्दै। कतिले गाली पनि गर्छन् कि मेरो घर परिवारले चाहिँ तैँले पैसा सक्नु मात्रै हो, यो क्षेत्रमा ब्रेक गर, अब नलाग पनि भन्नुहुन्छ कि। तर म चाहिँ कहिले पनि मान्दिनँ। त्यो मेरो भनेको सपना, बचपनदेखिको सपना हो नि त। एक दिन म सफल भएरै देखाउँछु। म जस्तै कहिले पनि हार खाँदिनँ होला, त्यसो चाहिँ म निरन्तरै लाग्दैछु। कहिले पनि हार खाइनँ कि। मलाई न घर परिवारको सपोर्ट छ, न कसैको सपोर्ट छ। म आफैले स्ट्रगल गर्दै आफै सङ्घर्ष गरिरहेको छु कि त्यसले गर्दा जसले जे भने पनि कहिले पनि हार चाहिँ खाएको छैन र खाँदिनँ पनि। तपाईँले यो भनिरहँदा जस्तो तपाईँको एउटा अहिले तपाईँले आफ्नै जीवनमा 2 दर्जन गीत गाएँ भन्नुभयो, त्योमध्ये तपाईँलाई सबैभन्दा मन छुने गीत, तपाईँलाई यो चाहिँ मेरो सबैभन्दा मार्मिक गीत हो, मेरो जीवनमा मेल खाने गीत हो भन्ने बनाउनु भएको छ कि छैन? त्यस्तो छ भने एउटा सुनाइदिनु न। सुनाइदे त राख्यौ आमा मलाई खुसी देख्न, भगवानले बिर्सिएछन् हाम्रो खुसी लेख्न, भगवानले बिर्सिएछन् हाम्रो खुसी लेख्न। जिन्दगीले फेरि पनि एक्लै भइस् त भन्छ, जिन्दगीले फेरि पनि एक्लै भइस् त भन्छ। आहा, जिन्दगीले फेरि पनि एक्लै भइस् त भन्छ। आफ्नै जीवनमा मेल खाने खालको गीत गाउनुभयो।
तपाईँ आफूले गीत बनाउनु पनि हुन्छ कि अरूको गाउने मात्रै हो? कति आफूले बनाएर नि गाएको छु, कति बनाइदिएको पनि हुन्छ। जस्तो गीत सङ्गीतमा सबैभन्दा चल्नको लागि के चाहिँदो रहेछ? एउटा लभ पनि हो जस्तो लाग्छ होइन। हजुर। अब एउटा लभ छ भनेदेखि नर्मली मोबाइलले खिचेको भिडियोबाट पनि पोपुलर चाहिन्छ। हजुर अब कतिपय क्वालिटी पनि चाहिन्छ। अब हजुर हामीले त्यति क्वालिटी दिएर खर्चतिर हाम्रो त्योसँग अलिकति क्यापेसिटी पनि छैन। अब त्यसको लागि एउटा त्यही 15-20-30 हजारकै भिडियो बनाउन पनि 10चोटि सोच्नुपर्ने हुन्छ कि त्यति खर्च गर्नको लागि चाहिँ मैले मेरो महिनाको फी यो छ, यो यसलाई यति कटाएर यति भनेर त्यसमा 10चोटि सोचेर गर्नुलाई चाहिँ त्यतापट्टि सोच्नुपर्ने हुन्छ कि गीत सङ्गीतमा। त्यसले गर्दा चाहिँ कठिनै पर्दछ। धेरै कठिन पर्छ यो क्षेत्रमा साथ दिनेहरूले। दिन खोज्नेहरूले स्वार्थ मात्रै लुट्न खोज्दा, आफ्नोपन नहुँदा कतै आफूले हारेको फिल हुँदैन? धेरै हुन्छ नि होइन? अब योभन्दा अगाडि आफ्नो जीवनलाई कसरी अगाडि बढाउन, होइन, कलाकारितामै टिक्नको लागि, सङ्घर्ष गर्नको लागि के कसरी अगाडि बढ्ने सोच्नु भएको छ हजुरले? अब जब गरिरहेको छु, गर्दै जाँदा भन्दै कस्तो हुन्छ त्यही कारण हामी तपाईँको जस्तो सोचेको जस्तो कहिले पनि हुँदैन। जे सोचिन्छ त्यसको डिफ्रेन्ट भइदिन्छ। त्यसले गर्दाखेरि हिम्मत नहार्नुहोस् कलाकारितामा। आफू कन्टिन्यू लागिरहनुहोस्, एक दिन सफल भइन्छ। तपाईँसँग यस्तै दुःख सुख अनि छोटो बलाकुसारी गर्दा गर्दै हामी लगभग कार्यक्रमको अन्तिमतिर छौँ। अन्तिममा तपाईँलाई हेरेर बस्नुभएका सम्पूर्ण दर्शक श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? नमस्ते, मेरो नाम अञ्जना खड्का, म दोलखाबाट। सबैजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। यदि हजुरहरूलाई राम्रो लाग्छ, यदि मिस्टेक नराम्रो कतै त्रुटिहरू केही मिस्टेकहरू छ भनेदेखि सच्याउने मौका दिनु होला। यहाँनिर यस्तो छ, तेरो स्वर यहाँनिर यहाँ बिग्रेको, तेरो कमी कमजोरी यहाँ छ भनेर सुध्रिने मौका दिनु होला भन्न चाहन्छु। हामी अन्तिममा छौँ त भनिहालेँ। अन्तिममा जाँदै हाम्रो दर्शक श्रोताहरूलाई अन्तिममा फेरि एउटा गीत गाइदिनुहोस्, त्यस पछाडि चाहिँ हामी छुट्टिन्छौँ नि है। हाँस्दै हिँड्छु कठोरा बनेर, कतै सतुर हाँस्छन् कि भनेर जोगीको बेसाइमा झल्को आउँदा चाँडै भेट हुन आउनु है मायाको बेसाइमा। कठोरा बनेर कतै सतुर हाँस्छन् कि भनेर जोगीको बेसाइमा झल्को आउँदा चाँडै भेट हुन आउनु है मायाको बेसाइमा। झल्को आउँदा चाँडै भेट हुन आउनु है मायाको बेसाइमा। झल्को आउँदा चाँडै भेटिन आउने मायाको त्यसैमा। यतिन्जेलसम्म तपाईँले आफ्नो कुरा राखेर हामीलाई समय दिनुभयो, त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। अहिले छुट्टिन्छौँ।